हे गाइज म चाहिँ धेरै दिनपछि नयाँ भिडियो लिएर आएको छु। मैले चाहिँ 1.5 महिना अगाडिदेखि आइफोन किन्ने सोचिरहेको थिएँ। आज चाहिँ फाइनली किनिसकेको छु। अब चाहिँ म अनबक्सिङ गर्न जाँदैछु 17 प्रो म्याक्स, अहिलेको लेटेस्ट मोडल। कताबाट अनबक्सिङ गर्ने हो फाइनली गाइज। एकदम भारी हुँदो रहेछ हेट। अगाडि पनि खोल्नुपर्ने रहेछ, पछाडि मात्र होइन। एकदम आइफोन उठाउन पाउँदा एकदम खुसी लागिरहेको मलाई चाहिँ। फाइनली गाइज आइफोन 17 प्रो म्याक्स ब्लूमा, अलिकति त्यो सिल्भर कलर चाहिँ अलिक ठिक लागेन, त्यही भएर ब्लूमा मगाएँ मैले चाहिँ। यसमा चाहिँ एउटा यो डाटा केबल मात्र आउँदो रहेछ, न कभर न अरू न केही पनि आउँदैन रहेछ। टेम्पर ग्लास पनि हुँदैन रहेछ टक्क लाएर। फाइनली गाइज देख्न सक्नुहुन्छ कभर चाहिँ यस्तै हुन्छ। अब खोल्न गइरहेको छु सिजअपमा। एकदम खुसी लागिरह छुन पाउँदै। एउटा डाटा केबल यही मात्र आउँदो रहेछ। फाइनली गाइस खुलिसकेको छ पुरै। एकदम कोनिचिवा दिसको एकदम जापानिजमै हुँदो रहेछ, जापानमा किनेर होला। इंग्लिश का ऑप्शन होते ना क्या है? स्टेट कंट्री, स्टेट योर कंट्री और रीजन, जापान। सेट अप विदाउट अनदर डिवाइस। देख सकते हैं गाइस, हमने अनबॉक्सिंग कर लिए हैं। पासवर्ड बता है ना, पासवर्ड थाहा र दोस्त तिमीलाई हेर त। सेट हान्नुपर्ने रहेछ। वाइफाईको पासवर्ड चाहिने, वाइफाईको पासवर्ड चाहिँ थाहा छैन गाइज। एकदम मेरो अनुहारमा छुट्टै खुसी देख्न सक्नुहुन्छ आज तपाईहरुले। पूरा भयो सपना मेरो, तिमी नै हौ जीवन मेरो। टनननननन आओ आओ जिन्दगीमा दुनिया सबै फाइनली यो पछाडि ब्याकग्राउन्ड साउन्डमा बोल्ने चाहिँ मेरो अलिकति युट्युबको पार्टनरशिप दिलीप थापा एकदम कराइरहेको छिन्, बक्चोदी गरिरहन् पछाडिबाट। मसडी के कराइरहेको छिन् अरे। फाइनली गाइज आजको भिडियो चाहिँ म यतिमै समाप्त गर्न चाहन्छु। अब आइफोन 17 प्रो म्याक्स किनेको छु, नयाँ नयाँ भिडियो लिएर आउनेछु बजारमा, हेरिदिनु होला। बाई गाइज।